जाँदैछौँ हेटौडाको शहीद स्मारक भन्ने एउटा पार्कमा होइन त्यहाँ के छ अरे सर त्यहाँ शहीदहरूको नेताहरूको मूर्ति छ भन्दै थियो युधिरले होइन तर त्यो डाइल्युसन हो कि त्यसमा चितुवा छ एउटा चितुवासँग लड्ने भएको छ अब त्यो त समीर नै ल्याउनुपर्छ त्यसको लागि त समीर पाएको हो चितुवा त हाल्न सकिन्छ ठिकै छ हजुरलाई के लाग्छ कोसिस गरौँ न यति एउटा चितुवा आयो हामी दुईजना त्यो चितुवा ढाल्न सकिन्छ 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 कसरी ढाल्ने होला ड्याममा एउटाले खुट्टा समात्ने एउटाले माथि खुट्टा समात्ने अनि त्यसपछि मात्रै बस्छ खुट्टा त हो नि पावर चितुवाको अरू के छ र ठुलो कुकुर त हो नि ठुलो कुकुर बाँच्नु हुन्छ ठुलो बिरालो अलिकति ठुलो बिरालोलाई नसक्ने भन्ने ठुलो बिरालो पनि सकिहाल्छ ओ फाइनली शहीद स्मारक पार्क पनि आइयो है हेटौडाको अनि अब हामी चाहिँ टिकट काटेर भित्र छिर्न लागेको छौँ त्यस पछाडि चाहिँ केही चाहिँ हुन्छ है भित्र गएपछि केही चाहिँ हुन्छ भिडियोहरू बन्छ यहाँ चाहिँ अब आदर्शले टिकट काट्न जाँदै हुनुहुन्छ अनि हामी चाहिँ बाहिर कुरिरहेछौँ त्यस पछाडि चाहिँ हामी यहाँभित्र प्रवेश गर्छौँ है त सो अब हामी भित्र छिर्यौँ ल ठाउँ जाउँ है ठाउँ बाटैबाट जाउँ हुनसक्छ यो पार्कलाई धेरै खतरा छैन ठिकै छ गए पनि नगइने उस्तै हो भन्ने खालको कमेन्ट आयो क्या हाम्रो साथीहरूबाट अनि बाहिर गएर चाहिँ यही घुम्दाखेरि वाउ खतरा हुने होइन यहाँ आफ्नै ठाउँमा चाहिँ यस्तो घुम्दाखेरि खतरा भएन त्यो चाहिँ अलि नेपाली मौलिक संस्कृति झल्किने हो यहाँ हाम्रो गौतम बुद्ध हुन् कि कोन गौतम बुद्ध त हुन् होइन हो यता यस्तो छ होइन एन्ट्रान्स अब रातिमा त झन् यो लाइटहरू बलेपछि त झिलिमिली नै हुन्छ होला नि होइन यहाँ चाहिँ अनि वाटर फाउन्टेन बनाएर रहेछन् यहाँ वीर शहीदहरू अमर रहन् रे अनि यहाँ स्तम्भ बनाएर अनि यहाँ चाहिँ वाटर फाउन्टेन बनाएको छन् अब यस्तो छ यहाँ है परिक्रमा गर्ने टाइपको गोलो टाइपको खतरा हो नि यति त राम्रै छ त होइन त अनि यहाँ चाहिँ देयर इज पिकक इज नेसनल बर्ड अफ इन्डिया तिमीलाई थाहा छ कि नै यो चाहिँ विशाल नेपालको झन्डा तर अहिले हावा नचलेको हुनाले फहराइरहेको छैन अनि यहाँ चाहिँ शहीदहरूको स्मृतिमा यहाँ चट्टानमा चाहिँ मूर्तिहरूको आकृतिहरू बनाएको छ शहीदहरूको आकृति बनाएको छ यहाँ चट्टानमा शिल्पकारले चाहिँ आफ्नो शिल्पकलाको उत्तम प्रदर्शनीका साथ यहाँ बनाएको छन् है तपाईँलाई अर्को नजिकदेखि देखाउँछु म यतादेखि हेर्नुहोस् यहाँ देख्नुभयो यस्तो हुन्छ हजुर नेपालको गौरव हेटौडाको पहिचान होइन कति सुन्दर छ हेर वरि चारैतिरबाट हेर्यौँ हामीले पर्यटकीय झोलुङ्गे पुल रे यस्तो छ है भित्रबाट म सबै तपाईँलाई डिटेल देखाइदिन्छु पार्कको यहाँ चाहिँ चङ्गा छ अनि त्यसपछि यता चाहिँ गाई र बाछो/बाछीले चाहिँ तपाईँको आफ्नो आमाको दुध खाइरहेकी छन् बाछो रहेछन् है त यता चाहिँ तपाईँको शौचालय यता चाहिँ तपाईँको अब हिमाल बनाएको छ नि एउटा अब कुन चाहिँ होला नि कुनै खतरा हिमाल होला कैलाश पर्वत त होइन नि कतै ठिक छ हेरियो अब अर्को दिशातिर जान्छौँ हामी है त कस्तो खतरा भ्यू छ अब यो आई लभ हेटौडामा चाहिँ फोटो खिच्नुपर्छ है त यो शहीद स्मारक हाम्रो प्यारो शहीद स्मारक यो मूर्तिको नाम के भन्छन् ए यति हो स्मल टाइप अफ जू ए हुचिल हिरो छ त यहाँ त यिनीहरूको नाम के हो जरायो हो
जरायो चितल के हो? जरायो त होइन यो चितल जराएको सिङ छैन कता चितल खरायो पो हो यार मृग होइन नि यो मृग के हो त ल मृग कहाँ हो यो मृग भने त बेलायती मुसा हेर बेलायती मुसा यस्तो हुन्छ नि है केटा हो यस्तो बेलायती मुसा ए के हो यार बेलायती मुसालाई के भनेर हामी एक्सपेरिमेन्ट गर्नेवाला के आदर्शको मुसा हेर खरायो यार के यार आदर्श तिमी के भएको मुसा भन्छ खरायोलाई यहाँ ल गिद्ध ओहे बिचरा यहाँ टर्चरमा बसेर रहेछ है गिद्ध एक्लै पशु पन्छी पनि डिप्रेस हुन्छ नि हेर यो डिप्रेस हेर यहाँ डिप्रेस छ क्या हेर न के अरे आदर्शले कुकुरा भने यसलाई ल हेर अब कहाँ जाउँ म कहाँ जाउँ अब के भन्नु है यहाँ मयूर हो मयूर हो मलाई त्यो तलको त मयूर होइन जस्तो लाग्छ कहाँ मयूर होइन हो र नाचेपछि माथिको पिकअप होइन यो तल के हो दुवै हो क्या मयूर एउटा केटा हो एउटा केटी नाचेपछि देखिन्छ कि उनीहरूको ए ऊ चितुवा ए भागै हो है भाइ सानो भयो नि भागै हो है भागै हो सानो भयो नि हाइट सानो भयो नि भागै हो जिस्काउनु हुन्न बिचरा हजुर एउटा यहाँ चितुवा रहेछ होइन यहाँ चाहिँ चिल रहेछ खुवाउँछन् नि अब यहाँ पाल्ने मान्छेहरू बस्या हुन्छ नि त है त्यसलाई सुरुमा चित्तल भनेको थियो तिमीहरूलाई चित्तल भने पत्याएन उयो चित्तलै रहेछ अनि त यो अन्त चित्तल कस्तो राम्रो रहेछ अनि मेन्टेन गरेर खुवाउँछन् होला यिनीहरूलाई ए रतुवा मृग हेर मृग यता छ हेर मृग यो हो क्या मृग उता पनि छ होला नाइस हेर त नाइस अब यस्तै हो यताबाट चाहिँ झुलुङ्गे पुल छ यहाँ हाम्रो कसको मूर्ति हो युधिरले यता मात्रै हेरेर फर्के जस्तो छ कि त्यही भएर नेताको मूर्ति मात्रै छ गर्दै थियो हो ल मदन भण्डारीको मूर्ति है त यता अनि यता चाहिँ झुलुङ्गे पुल छ है यता झुलुङ्गे पुल छ यो त चढिरहेकै कुरा हो म यसो देखाउनको लागि मात्रै आएको है त यो चाहिँ झुलुङ्गे पुल यता त के छैन यताबाट यता आउन पाउँदैन भनेर सिटी बजाएको त हामी त देखाउनलाई मात्र आएको चढ्नलाई होइन अब हामी अन्त जान्छौँ है त यता छ पार्क चाहिँ मञ्च शहीद मञ्च चाहिँ गीतहरू बजिरहेको छ यहाँ त कपिराइट आउँछ त यो गीतमा त अनि यहाँ के हो यो एडभेन्चर स्पोर्ट पनि रहेछ यहाँ साइकल चलाउने डोरीमा अनि अरू के छ भन्दाखेरि नि यहाँ हेर स्काई साइकल अनि यहाँ फ्लाइङ कारहरू बुल राइड ओए थुप्रो छ नि यहाँ हेर्न सक्नुहुन्छ है त खत्रै छ नि त्यहाँ हेर त्यो पनि रहेछ हेर त त्यो वरिपरि घुम्छ अनि सही मजा आउँछ नि त्यहाँ त यहाँ त यही साइकल चलाउनलाई बनायो होला कि त रोपवे बनायो ऊवाला बनायो यहाँ चाहिँ अब स्वतन्त्रता प्राप्तिका लागि लडेका महान नेताहरूको स्मृतिमा चाहिँ स्मारक बनाइएको छ है त मूर्तिहरू बनाइएको छ यहाँ बिपी कोइरालाको पनि छ होइन ऊ बिपी कोइराला होइन नि त्यस्तै लागेको अरे अब नजिक ल यता चाहिँ शहीद अध्ययन तथा अनुसन्धान केन्द्र रहेछ अब शहीदहरू कसलाई शहीद घोषणा गर्ने यस्तो होला नि केही शहीद घोषणा गर्ने कि नगर्ने बारे शहीदहरूको अब इतिहास कस्तो छ त्यो खोज्ने होला नि सायद है आई डोन्ट नो आई गेस यो अलिअलि केही मऱ्यो होला नि कुहियो होला गनायो यता पार्क रहेछ यहाँभित्र त पौडी पोखरी स्तम्भ वनभोज क्षेत्र शौचालय ल यस्तो व्यवस्थित छ होइन यहाँ फोटोहरू कस्ट्युम लगाएर फोटो खिच्नु पायो ए यहाँभित्र प्रवेश गर्न चाहिँ छुट्टै 15 रुपियाँ लाग्दो रहेछ कि फोटो खिच्नलाई ओके यता रहेछ स्विमिङ पुल चाहिँ तर बन्द छ यो नयाँ चुच्चे नक्सा राखेको छ है अलि मेरो हाइट चाहिँ यो टावरभन्दा ठुलो भएको भए राम्रो देखिन्थ्यो सानो भएको भएर क्लियर देखिएन तर सही छ माथि टावर हेरिदिनु न त टावरको नाम के रहेछ शहीद स्मृति स्तम्भ
स्तम्भ अशोक स्तम्भ त्यही कि स्तम्भ भनेको टावर 2072 थकित भइयो टावर आउँदा तर सही छ टावर मेमोरी कलेक्ट गरियो नयाँ फोटो सोटो खिचियो होइन ल अब चाहिँ हामी प्रस्थान गर्न लाग्यो एकदमसँगले छाता बोकियो अब जाने हो अब सिधै मनहरीको गाडी पायो भने मनहरी अथवा चाहिँ पाइएन भने नपाएको खण्डमा चाहिँ हेटौडा हुँदै फेरि फर्किनु पऱ्यो होइन मजा आयो कि नै त आज मजा आयो नि त्यही त यहाँ आइसकेपछि यतिको समय इन्भेस्ट गरिसकेपछि चाहिँ यतिको नआयो भने चाहिँ व्यर्थै भयो भन्छु म चाहिँ है त ल अन्तिम भ्यू जाओस् न त बाई बाई